सम्पूर्णलाई नमस्कार। आज हामी हाम्रो गाउँको फार्म हाउसबाट हेर्नुहोस् साथीहरू, यो केरा चाहिँ अहिले पसाको अवस्था छ। यो चाहिँ कुन प्रजातिको केरा हो मलाई चाहिँ थाहा भएन है। तर यो चाहिँ बुवा मम्मीले लगाउनु भएको रहेछ, यस्तो भएको छ है, पसाइसकेको छ। यसको बुङ्गाहरू पनि यस्तो टाइपको छ। तपाईहरुलाई कुनै जानकारी भए यसो कमेन्ट गर्नु होला है साथीहरू, कुन खालको केरा हो यो। यस्तो छ, यस्तो छ गाइजहरु, हेर्नुस् हैन। केरा थाम यस्तो छ, यतिमा यति यसरी चाहिँ पसार यस्तो भएको छ हैन। पछि चाहिँ यसको कोसा चाहिँ कस्तो हुन्छ त्यो पनि तपाईहरुलाई म देखाउने छु है त।